उत्तर अफ्रिकी देश मोर्कोको सीमावर्ती सहरबाट झन्डै 60,000 आप्रवासीहरू एकाएक सेउतातर्फ प्रवेश गर्नुका पछाडि मुख्य कारणहरू यस प्रकार छन्। स्पेनको सर्वोच्च अदालतले समुद्रबाट आउने आप्रवासीहरूलाई तुरुन्तै फिर्ता पठाउन नमिल्ने सम्बन्धी दिएको फैसलालाई मानव तस्कर र सामाजिक सञ्जालका समूहहरूले तोडमोड गरी प्रचार गरे। समुद्र पौडिएर सेउता पुगेमा युरोपमा रहन पाइन्छ भन्ने गलत अफवाह फैलाएपछि हजारौं युवाहरू एकैपटक सीमामा ओइरिए। धेरैजसो युवा तथा कामदारहरू मोरोक्कोमा व्याप्त बेरोजगारी, न्यून ज्याला र आर्थिक अभावका कारण राम्रो भविष्यको खोजीमा युरोप छिर्न खोजेका थिए। कार्यतार नाघेर र समुद्रमा 5 किलोमिटरसम्म पौडिएर हजारौं मानिसहरू स्पेनको भूभाग छिर्ने प्रयास गरे। वर्तमान स्थिति र क्षति सेउता पुगेका आप्रवासीहरूका लागि वासस्थान र खानाको घोर अभाव भएपछि धेरैजसो सडक र पार्कमा रात बिताउन बाध्य भए। सीमामा बिचल्ली भएपछि तथा सुरक्षा निकायको कडाइपछि 48,000 भन्दा बढी मानिसहरू पुनः मोरोक्कोतर्फ नै फर्किसकेका छन्। पौडिने क्रममा डुबेर तथा काँडेतार र पर्खालमा किचिएर दर्जनौं मानिसहरूले ज्यान गुमाएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनालाई देशको क्षेत्रीय अखण्डतामाथिको प्रहार भन्दै सेना र अतिरिक्त प्रहरी बल परिचालन गरेका छन्।